सापकोटा च्यानलमा यहाँहरूलाई स्वागत छ। अमेरिकामा नेपाली र इन्डियनहरूको बाक्लो बस्ती भएको सहरहरूमा नेपाल झैँ छुट्टै बजार नै बसाइएको हुन्छ। उदाहरणको लागि न्यू जर्जीको इन्डिया स्क्वायर र न्युयोर्कको ज्याक्सन हाइट। त्यस्तै तपाईँ टेक्सस र सिकागोमा पनि यस प्रकारका बजारहरू भेट्नुहुनेछ, जहाँ नेपाल झैँ सुन पसल, पान पसल, रेस्टुरेन्टहरू, कपडा पसलहरू एउटै लोकेसनमा, एउटै स्ट्रिटमा पाउनुहुन्छ। अर्थात् त्यहाँ जाँदा तपाईँलाई यस्तो लाग्छ कि तपाईँ नेपालमै बसेर सपिङ गरिरहेको भान हुन्छ। त्यस्तै तरकारीहरू यहाँ कस्ता कस्ता पाइन्छन् भनेर पनि मान्छेहरूलाई जिज्ञासा हुने गर्दछ, जो यहाँ आउनु भएको छैन। नेपालमा झैँ यहाँ पनि सबै मौसममा पाइने सबै प्रकारका तरकारीहरू तपाईँ किन्न सक्नुहुनेछ। म बस्ने ठाउँ कोलोराडोमा यस प्रकारका नेपाली र इन्डियन बजार एकै ठाउँमा छैनन्। त्यसैले होला यसले मलाई मोहित बनायो र भिडियो बनाउन प्रेरित भए। तपाईँ यो भिडियोमा देख्न सक्नुहुन्छ सबै प्रकारका तरकारीहरू, त्यो पनि ठुलो मात्रामा बिक्रीको लागि राखिएको छ, जसमा लौका, टमाटर, आलु, पिँडालु आदि इत्यादि। यो ठाउँ ज्याक्सन हाइटमा रहेको पसलको दृश्य हो। तपाईँ यहाँ देख्न सक्नुहुन्छ अम्बा, टमाटर, लिची, पान पसल त झन् नेपाल र इन्डियालाई नै बिर्साउने खालको देखेँ मैले। अमेरिकामा एउटा पान पसलबाट पनि गुजारा चलाउन सकिने रहेछ। तपाईँ यो भिडियोमा देख्न सक्नुहुन्छ यो न्यू जर्जीको इन्डिया स्क्वायर भन्ने ठाउँको हो, जुन पान पसल चाहिँ धेरै फेमस रहेको भनिन्छ, जहाँ दैनिक 800 देखि 1000वटासम्म पान बिक्री हुने गर्दो रहेछ। नेपालमा पनि एकैपटक यति धेरै पान बनाएको र बिक्री हुन्छ भन्ने मलाई भान थिएन। त्यही भएर पनि म यो भिडियो तपाईँहरूलाई देखाउन गइरहेको छु। एउटा पसलबाट पान मात्रै बेचेर एउटा परिवारको जीविका चलिरहेको पाएँ, जुन मेरो लागि पनि अनौठो विषय थियो। यो भिडियो हेरेर अमेरिकामा रहेका नेपाली र इन्डियनहरूको दैनिकी र वस्तुस्थिति तपाईँ अनुमान गर्न सक्नुहुनेछ। तपाईलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। धन्यवाद। मनोरञ्जन को साथी सापकोटा च्यानल।